हेलो साथीहरु सबैलाई नमस्ते। आज चाहिँ हाम्रो दिदीबहिनी खाजा खान लागेको अनि हाम्रो दिदीबहिनीको खाजामा रहेको छ खिर अनि गोर्खा चटनी अनि केरा काक्रो अनि आँप अनि स्याउ। आज चाहिँ दिदीलाई नि मैले खिर खाऊँ दिदी भनेर दिदीलाई बोलाएको। दिदीबहिनी गोर्खा चटनी र खिर अनि खाजा खान लागेको सुरु गरे है साथीहरु। हजुरहरु पनि हाम्रो दिदीबहिनीको भिडियो हेरेर रमाइलो गर्नु होला। तपाईहरु पनि हेरेर इन्जोय गर्नु होला। हामी दिदीबहिनी खाना लाग्यो है त खाए है साथीहरु। साथीहरु सुरु गरे साथीहरु। मिठो छ साथीहरु, मिठो एकदम। आज हजुरहरुले खानु भयो कि भएन खिर साउन 15 मा? आप साथी सम्झिँदैन। मिठो छ साथीहरु। मिठो छ? एकदम मिठो भएको छ। अर्को चम्चा नि दिनु न एउटा। खाऊ है छिटो, मिठो छ। एकदम मिठो भएको छ। काक्रो साथी अचार पनि खाऊँ खाने मिठो छ साथीहरु। अचार काक्रो प्याज धनिया सबै मिक्स अचार। सम्झिँदै भेट्यो खाने होइन। खाऊ खाऊ। पक्सिने रहेछ है। पुग्छ नि। यस्तो हालिदिनुहोस् यो गाइस फ्रुट खिर दिदी चाहिँ खानामा ढिला छ है साथीहरु। म चाहिँ छिटो खान्छु। छिटो हुन्छ। मिठो 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 धेरै मिठो छ है। दुध नखाने खाने है। मेरो त पेट फुट्लै जस्तो भयो त यति खाँदैन। एकदम मिठो दामी।
सकिनु लाग्यो। यो पनि सकिनुपर्छ है दिदी। तिमी चाहिँ छिटो खाऊ फेरि। दिदी त मेरो बहिनी हो। साथी जस्तो हो क्या। दिदीलाई त म तिमी तँ सबै भन्छु। यो पनि खाऊ। फिर सक्यो सक्यो सक्यो। आजलाई यति नै। सबैलाई नमस्ते, बाई बाई।